नमस्कार, तपाईँहरूलाई स्वागत छ हाम्रो बागमती बङ्गुर फार्ममा। विगत केही समय अगाडिदेखि नै हामीले निरन्तर तपाईँहरूलाई जानकारीमूलक भिडियो बनाउने क्रममा आज चाहिँ हामी तपाईँहरूलाई भालेको छनौट र भालेको बनोट र कस्तो भाले चाहिँ हाम्रो फार्मको लागि उपयुक्त हुन्छ, भालेको कस्तो भूमिका हुन्छ तपाईँको नस्ल सुधारको लागि अथवा तपाईँले फार्मलाई अथवा तपाईँले आफ्नो उत्पादनलाई वृद्धि गर्नको लागि चाहिँ कस्तो भूमिका हुन्छ भन्ने कुराको जानकारी दिन चाहन्छु। जस्तै हामीले सबै प्राय किसानहरूले अब हामी जानेर होस् या नजानेर होस् हामीले चाहिँ भालेको पार्टलाई चाहिँ हामीले जुन राख्छौँ बिहारको लागि भाले वीर बङ्गुरलाई चाहिँ हामीले एकदमै इग्नोर गरिरहेको हुन्छौँ। तर हामीले यति बुझ्नुपर्छ, यदि तपाईँको उत्पादनलाई राम्रो बनाउने हो अथवा तपाईँले नस्ल सुधार गर्ने हो भने तपाईँले भालेलाई चाहिँ एकदमै ध्यान दिनुपर्छ। तपाईँको पोथीहरू प्योर नहुँदा पनि हुन्छ, तर भाले चाहिँ एकदमै शुद्ध नस्लको हुनुपर्छ यदि तपाईँले चाहिँ नस्ल सुधार गर्नुहुन्छ भने। यो मतलब यो होइन कि फेरि पोथी चाहिँ जस्तो भाइ त्यस्तो हुन्छ भन्नु खोजेको नि होइन। पोथीको पनि बनोट राम्रो बनोटको तपाईँले छनौट गर्नुपर्छ। राम्रो बनोट अनुसार तपाईँले छनौट गर्नुभयो भने त्यही अनुसारको तपाईँको उत्पादन बढेर जान्छ। हामीले उत्पादन बढाउने नस्ल सुधार गर्ने सबै कुराहरू भालेमा भर पर्छ र पोथीमा पनि केही पर्सेन्टमा भर पर्छ भने भाले चाहिँ हामीले एकदम शुद्ध नस्लको राख्नुपर्छ। भालेलाई चाहिँ तपाईँले शारीरिक बनोट अनुसार तपाईँको त्यो उसको अन्डकोशको आकार, उसको त्यो बच्चादेखि नै कतिको एक्टिभ छ भन्ने कुराहरू सबै हामीले एकदमै ध्यान दिएर गर्नुपर्छ। हामीले चाहिँ जस्तै हामीले चाहिँ कतिवटा 5-6वटा भाले राख्छौँ, त्यो भालेमा फिल्टर गर्दै जान्छ। 5-6वटामा 2-3